गुड मर्निङ सबैजनालाई। आजको भिडियोमा हजुरहरूलाई स्वागत छ। आज हामीले 3000 मिटर कम्प्लिट गरिसकेका छौँ। त्यसैले अलि गाह्रो भएको अवस्था छ। तर तिम्रो त्यो भिडियोको त्यो भयो के रे कम्प्लिट गरिसकेका छौँ भन्ने भयो भिडियोमा देखिन्न गरेको गरेन एकछिन हामी भन्ने भयो। अरे अरू कुरा अरूले जे सोध्छन् जे भन्छन् त्यसमा मतलब गर्ने होइन कि आफूले कन्टिन्युसली दिने हो। अरूको भनाइमा लाग्ने हो भने त क्या यार मैले अब तिमीलाई के भन्ने हो। आफ्नो जीवन अरूले भनेको अनुसारले नजिउँ के यार। आफूले भनेको चिजमै गरौँ के यार। अरूले भनेको कुरालाई एक्सेप्ट नगरौँ। आफ्नो मनको कुरा त नमान्ने मान्छे म त त्यहाँ अरू कुरामा हुन्छ। आफ्नो मनले भनेको कुरा पनि नमानेर हिँड्नुपर्छ जिन्दगीमा। अरूले जेसुकै भने आई डोन्ट केयर। आफूमा आफै राम्रो हुनुपर्छ, त्यही नै राम्रो। यदि मैले कम्प्लिट गरेको छैन भने नि यहाँ पसिना देख्न सक्नुहुन्छ। यत्तिकै निकालेर देखाम त खै कसैको हिम्मत छ? तिम्रो हिम्मत छ? कराउँछन् क्या धेरै कसैले फेरि रनिङ माटो नै पसिना निकाल भनेर निकाल्छ। यस्तो नेगेटिभ कुरा नगर क्या यार। नेगेटिभ मैले के गर्ने तिमीलाई? केही नेगेटिभ भने यिनीको सोच कि नेगेटिभतिर गएको त अनि यस्तो भने के हो त? अनि त्यसो भए बिउ कोका कोला हल्लाउनु न त्यसरी। कफी हल्लाएको भन्न हो कफी हल्लाएको सही कुरो। तिमी मान्छेको दिमाग भन्ने कुरो यस्तै हो क्या यार। कति बेला नकारात्मक जान्छ, कति सकारात्मक जान्छ। मान्छेहरूको थुतुनु गरेर थाहा हुन्छ। त्यो थुतुनु तिम्रो बाङ्गिसक्यो भनेपछि तिमीले दिन्छौ। बाङ्गिदो मलाई केटा हो यस्तो नगर हो। ब्रह्मचर्य बस्यो यार। केटा हो केटी हो क्या यार। बोल्ने मात्र हो हेर केटा हो यताउता केही नसोच खतरा मान्छे फेरि अरे। एक बारको जुनीमा यार क्या यार के यार बिहा गरेर नि जुन कहीँ सिङ्गल लाइफ अनि हिलाएर हुन्छ हुन्न। हिलाइदिनु पर्छ होइन हिलाएर हुन्छ हिलाइदिनु पर्छ। सिङ्गल लाइफ रक गऱ्यो अनि फेरि हस्तो मैथो भन्न नसोध्ने। अनि यस्तो पाराले हुँदो त जिन्दगी यो लगाइदियो त। अनि यो केटा मान्छेले मात्र यस्तो कुरा गर्ने केटीहरू पनि यस्तै गर्छ। केटीहरूको पनि हुन्छ के नहुने होइन। दम पर्छ केटाहरू माटो नि यस्तै भन्छन् यस्तै गर्छन् केटीहरू गर्छन् के गर्दैन। तिम्रो कमेन्ट गर्नुपर्छ त केटी साथीहरूलाई। एकजनाले हेर्दा नि कता कमेन्ट गर्नु कि। गाह्रो छ आज म यो अवस्थामा छु देख्न सक्नुहुन्छ कि रनिङ हानेर नि देखाम नदेखाम। आफूले जे गरिन्छ त्यही देखाउनु लाग्यो त मैले छोले पनि देखायो भयो। किन देखाउनु पर्यो? हान्ने 100 मिटर हानौँ न त। तर भिडियो चाहिँ हामी चाहिँ 100 मिटर हान्न लगाइरहेका छौँ। तपाईँहरूलाई अब कसरी देखाउनु म देखाउन सक्दिनँ, प्लिज सरी। त्यसको लागि हाम्रो क्यामेराम्यान पनि छैनन्, हामी त्यस्तो भाइरल पनि होइन। त्यसैले आज चाहिँ देखाउनु पछि देखाउँला। हामी चाहिँ 3 जना रहेको छौँ आज। आजको यो पनि यस्तै रहेको छ। अब त के कुरा गर्ने हो र। केही बोल्न पनि सक्यो होइन। रनिङ हानेको मेरी बाबै गाह्रो हुन रहेछ। 11-19मा हान्ने हो 3000। 100 मिटर हान्ने हो एकदम गाह्रो भइसकेको छ हामीलाई यहाँ। अब त्यही भएर हामी घरतिर आएको आजको भिडियो यति नै समाप्त गर्दछु। किनभने हामी आज घर जानलाई एकदम आतुर भइसकेका छौँ। त्यसैले
आजलाई बाई बाई, सी यू टुमारो। भोलि भेटौँला। हेर्नु त कसैले हेर्दैन त्यही पनि होस्। ओके बाई बाई, सी यू टुमारो। मैलाई